जो गुम्बा है भान्जाको 62 नम्बर हो 62 अब राम्रोसँग पढ्ने धेरै नै बुढी के गर्दै हुनुहुन्छ कसलाई भेट्न आउनु भएको भान्जालाई पुऱ्याउन आएको हो कस्तो लाग्यो त भान्जाको कोठा यता हेर्नुहोस् त हजुर ओहो किन अनि सन्चो नभएको जस्तो छ त के भयो बुढीलाई है भान्जाले पुऱ्याउन आएको भान्जा मामाले पुऱ्याउन आएको खुसी लाग्छ खुसी छ अब ठुलो भएर राम्रोसँग पढ्ने धेरै यताउता नहुनु है फेरि आउँछ म मामा नआए पनि ऊ यतापट्टिको यहाँ हजुर आउनु हुनुहुन्छ हो ल अब बेड मिलाएको हेरौँ त खोइ आगे यता आउनुहोस् न भान्जाले बेड मिलाउँछ अब सिरानी छैन यहाँ हाम्रो मिसेसलाई इतना गुस्सा आ रहा है तुम्हारा माइजू इतना गुस्सा देखो लामो गयो त भने अरू कपडा लाउनै मिल्दैन ल राम्रोसँग रुम साफ गर्ने यता धेरै फोहोर नगर्ने यो धुलो बढार्ने बिहान बेलुका है दिनको एकचोटि धुलो बढार्ने कुच्चो ल्याउने साथीबाट तपाईँको डाइलग हो यो होइन तपाईँको डाइलग हो अनि बिहान बेलुका साफ नगरे पनि बिहान बिहान गर्ने ओके Thank you.